सभामुख महोदय, 44 पृष्ठ र 100 बुँदा समेटिएको आर्थिक वर्ष 2043-44 को सरकारको नीति तथा कार्यक्रम सुनियो र पढियो पनि। सरकारसँग स्पष्ट राष्ट्रिय दृष्टिकोण, दीर्घकालीन विकास र सुशासनको मार्गचित्र र नागरिकलाई उत्साहित पार्ने कुनै वैचारिक सङ्कल्प प्रस्तुत गर्न सकेको छैन। यो दस्तावेज सरकारको नीति तथा कार्यक्रम भन्दा बढी प्रशासनिक प्रतिवेदन जस्तो देखिएको छ। यसमा गरिनेछ, सञ्चालन गरिनेछ, व्यवस्था मिलाइनेछ भन्ने शब्दको पुनरावृत्ति मात्रै छ। देशलाई कहाँ पुर्याउने र नागरिकले के पाउने भन्ने देश र नागरिकले देशको र खोजेको प्रष्ट उत्तर छैन। सबैभन्दा गम्भीर कुरा, यो दस्तावेजले पूर्ववर्ती सरकारद्वारा अगाडि सारिएको नेपालको राष्ट्रिय सङ्कल्पका रूपमा स्थापित समृद्ध नेपाल सुखी नेपाली भन्ने मूल मन्त्रलाई नै चुपचाप गायब गरिएको छ। दुनियाँले अब हामी समृद्ध नेपाल भन्ने ठाउँ पनि यो नीति कार्यक्रमले बाँकी राखेको छैन। समृद्ध